राजसभामा बसिरहनु भएको थियो। त्यही समयमा एकजना महिला आएर दाहिने काखमा आएर बसिन्। छोरो घरमा जन्मिसकेको छ, एउटा पटरानीसित बिहा भइसकेको छ। अब यी परम सुन्दरी स्वर्गकी अप्सरा जस्ती यी कन्या आएर मेरो दाहिने काखमा आएर बसिन्। यी को हुन् अब सोध्नु पर्यो, परिचय लिनु पर्यो भनेर। होइन नानी, हजुर को त? मैले चिनिनँ। अब अपरिचित व्यक्तिको काखमा आएर हजुर यहाँ बस्नुभयो, के हो उद्देश्य भन्दा मलाई स्वीकार गर्नुहोस्, मलाई स्वीकार गर्नुहोस् भनिन्। र राजाले भने मेरो त सन्तान छोरो जन्मिसकेछ, त्यस कारणले गर्दाखेरिमा मैले तिमीलाई स्वीकार गर्दिनँ, तर तिमीले मेरो छोरो बढ्दैछ, हुर्कँदैछ, त्यही छोराको बुहारीको रूपमा म तिमीलाई चाहिँ ग्रहण गर्न सक्छु भनेर राजाले भनिदिनु भयो। त्यसपछि ती अन्तर्ध्यान भइन् र राजाले ती सन्तनुलाई सम्पूर्ण राज्यभार दिएर चाहिँ जङ्गलमा जाने बेला भन्नुभयो, हे बाबु, म एकान्तमा राजसभामा बसिरहेको बेला एक कन्या आएर मेरो दाहिने काखमा आएर बसेकी छिन्। तिनलाई मैले चाहिँ नि प्रतिज्ञा गरेको छु कि म मेरो छोराको बुहारीको रूपमा तिमीलाई चाहिँ म स्वीकार गर्न सक्छु भनेको हुनाले तिनी कन्या कुनै बेला कुनै समयमा कहीँ भेटिन सक्छिन्। तिमीले चाहिँ त्यसलाई कहाँ हो, घर के हो, नाम नभनिकन तिमीले पत्नीको रूपमा स्वीकार गर्नु है भनेर राजा जङ्गलतिर लाए। र एक दिन राजा अब जब ती चाहिँ नि सन्तनु नाम गरेका राजालाई राज्याभिषेक मिल्यो, पिताजी जङ्गल गएपछि र उनी घोडामा चढेर जङ्गलमा शिकार खेल्न भएर गए। उनले नदीको किनारमा पुगेपछि त्यो नदीको किनारमा एकजना युवती उभिरहेको देखेपछि अनि सन्तनुलाई त्यो पिताजीले भनेको पनि सम्पूर्ण याद भयो, स्मरण भयो। र अनि त्यहाँबाट अब मैले इन्कार गर्ने त कुरै भएन, मेरो बिहा नै भएको छैन, त्यस कारणले गर्दा अब नजिकै पुग्नु पर्यो भनेर अनि नजिकै गए राजा सन्तनु। र अनि तिनले चाहिँ नि भनिन् कि हेर्नुहोस्, अब यो एउटा समय मुहुर्त आइपुगेको छ, म गङ्गा हुँ र तपाईँको पिताजीले पनि मसित प्रतिज्ञा गर्नुभएको छ भनेर ती गङ्गाले भनिन्। अनि सन्तनु राजाले पनि ल यी गङ्गा रहेछन् भन्ने कुरा उनको भनाइबाट उनलाई थाहा भयो। अब त्यसो भए मलाई तिमीले पतिको रूपमा स्वीकार गर नि त, किनभने म पनि यो देशको सम्राट हुँ, राजा हुँ। त्यस कारणले गर्दा तिमीलाई पनि एउटा सौभाग्य छ, किनभने तिमी पटरानी महारानी भएर त्यो दरबार महलमा बस्न पाउँछौ। त्यस कारणले गर्दा हाम्रा पूर्व कृत कर्मका वासनाका कारणले आज हामी दुई बीचमा जो प्रेम बढिरहेको छ, त्यस कारणले गर्दाखेरिमा हामी पूर्व जन्ममा पनि सँगै थियो होला, के थियो होला, त्यो पूर्व जन्मको स्मृति त उनलाई छैन, तर अनुमान प्रमाणद्वारा उनले यो कुरा व्यक्त गरिरहेका छन् कि अलिकति केही न केही पूर्व जन्मको संस्कार नभइकन, यो बन्द गर्नु पऱ्यो र यो आवाज गर्नु, त्यो पूर्व जन्मको चाहिँ अलिकति संस्कार वासना नभइकन चाहिँ नि व्यक्तिलाई कुनै व्यक्ति देखेर मन पर्ने, उसित बिहा गर्न मन लाग्ने त्यस्तो हुँदैन। त्यस कारणले गर्दा यी तीनवटा चिज चाहिँ हामीलाई पूर्व जन्मको मिल्छन् अरे। पूर्व जन्मनि या विद्या, पूर्व जन्मनि या धनम, पूर्व जन्मनि या नारी, अग्रे धावती धावती भनेका हामीलाई पूर्व जन्मका तीनवटा चिज यो जन्ममा पनि मिल्छ अरे। त्यो पूर्व जन्मका तीनवटा चिज के हो भन्दा पूर्व जन्मनि या विद्या, पूर्व जन्ममा हामीले कति विद्या आर्जन गरेका छौँ त्यो संस्कार वासना हाम्रो पुनर्जन्ममा पनि अवशेष रहन्छ र त्यति नै विद्या हामीले फेरि आर्जन गर्न सक्छौँ। त्यो विद्या चाहिँ जन्मान्तर हुँदा त्यो विद्या नष्ट हुँदैन, त्यो वासना नष्ट हुँदैन, त्यो संस्कार नष्ट हुँदैन। विद्या पनि हामीले पूर्व जन्ममा आर्जन गरेको त्यो पुनर्जन्ममा पनि हामीलाई प्राप्त हुन्छ। अनि अर्को दोस्रो कुरा के मिल्छ त पूर्व जन्मको भन्दा पूर्व जन्मनि या धनम, पूर्व जन्ममा हामीले जति धन आर्जन गरेका छौँ हामीलाई त्यो दैवी प्रेरणा त्यस्तै मिल्छ। हामीले विभिन्न उपायान्तर गरेर त्यति नै धन आर्जन हामीले यो जन्ममा पनि गर्न सक्छौँ। त्यो वासनाले गर्दा हामी यो जन्ममा गरिब हुँदैनौँ, त्यो पूर्व जन्ममा आर्जन गरेको धन कुनै न कुनै उपायले हाम्रो हात लाग्छ। अब दोस्रो कुरा त भयो। अब तेस्रो कुरा के हो त पूर्व जन्मको मिल्ने भन्दा पूर्व जन्मनि या नारी भनेको हामीले पूर्व जन्ममा जुन स्त्री जातिसित विवाह गर्यौँ पुरुषले अथवा स्त्री जातिले पुरुषसित विवाह गर्यौँ
हामी पुनर्जन्म भएर फेरि मानव भएर जन्म्यौँ भने हामीले त्यही पुरुष नै हामीले पतिको रूपमा पत्नीले प्राप्त गर्ने हो र पत्नीले पति र पतिले पत्नी यो पूर्व जन्मकै मिल्छ। नत्र किन भनेदेखि अब झापा बिर्ता मोड कहाँ गएर खोज्यो हो एन बाबु यसले त राम्रै पढेको छ अरे, डिग्री गरेको छ अरे, योसित त बिहा गर्न हुन्छ भनेर बाउले धेरै हठ गर्छन्। तर उहाँ चाहिँ वीरगञ्जको केटीसित बिहा गर्छ छोराले, किन भन्दा उसको त्यो संस्कारै छैन, त्यो पूर्व वासनै छैन उसित मेल खाने। त्यसले गर्दाखेरिमा त्यो पूर्व झापातिरको केटी उनले मन पराउँदैन। त्यस कारणले गर्दा हामीले पूर्व जन्ममा जोसित विवाह गर्यौँ तिनै हामीले पुनर्जन्ममा हामीले भेटाउँछौँ भनेर शास्त्रले बताएको छ। यो तीनवटा चिज चाहिँ हामीलाई पुनर्जन्ममा पनि मिलिरहन्छ, धन, विद्या र श्रीमती अथवा श्रीमान। र यसरी राजा चाहिने सन्तनुले अब आफ्नो योग्यता अनुसारको योग्य रानीता भेटाए गङ्गालाई, अनि भने कि मसित विवाह गर, अब तिम्रो पनि सौभाग्य हो, मेरो लागि पनि सौभाग्य हो, मेरो आजसम्म विवाह भएको छैन, त्यस कारणले गर्दाखेरिमा अब तिमीले मन्जुरी गर्दिनौ त भन्दा महाराज मन्जुरी त म गर्छु, म हजुरसित आज भेट्ने उद्देश्यले नै यो किनारमा यसरी त्रिरूपमा म खडा भएको हुँ। तर मेरो शर्त छ, जो मेरो कोखबाट जो बच्चा जन्मिन्छ मैले यही नदीको किनारमा ल्याएर फालिदिन्छु, त्यहाँ हजुरले ननु नच गर्न पाइँदैन, हुँदैन भन्ने अनि रोक्ने छेक्ने गर्न पाइँदैन भनेपछि अनि राजा त्यो गङ्गाको रूप आकृतिले मोहित भएका छँदा अब त्यो सबै कुरालाई बिर्सेर ठिक छ अब तिमीबाट जन्मेका बच्चालाई मैले छेकबार गर्ने छैन, तिमी भएपछि मलाई हुन्छ, ल तिमी मसित हिँड भनेर राजा सन्तनुले गङ्गालाई लिएर दरबारमा प्रवेश गरे। र यसरी चाहिँ नि पूर्व जन्मका महाभिष नाम गरेका राजा र गङ्गा पुनर्जन्म पनि फेरि तिनीहरू पति पत्नीको रूपमा त्यहाँ चाहिँ नि जुटे। त भनिकन यस प्रकार कि नैमिषारण्य क्षेत्रमा रहने भएका 88,000 ऋषिहरूलाई सुत पौराणिकले सुनाउनु भयो। अब एकैछिन भजन अनि त्यसपछि कथालाई अगाडि बढाउनेछौँ।